जोडिएको थिएँ एकछिन अनि फेरि जोडिमै आफूलाई माया गर्ने सपोर्ट गर्ने भाइहरूसँग जोडिनु पर्यो नि त बेला बेला एकदम ए ड्युटीमै हो क्या ड्युटीमै हो दादा ठिक छ दाइले धोबी हान्नुहुन्छ नि कहाँ दाइसँग सकिन्छ हामी गेमै खेल्नुपर्छ भन्ने पनि छैन त्यही पनि यसै एकदम भाइस नेपालतिर कहिले हुँदैन अब 1-2 वर्षपछि दादा कति भएर गएको 2 भयो बल्ल ए अझै 2 वर्ष काम हेरिरहेको छु दाइ हजुरको हो र ल थ्याङ्क यू सो मच भाइलाई दिपेन्द्र भाइ गएर हाम्रो मामासँग जोडिनु पर्यो भन्दै थिएँ थ्याङ्क यू अनिल दाइ ल साथीहरू हाम्रो अर्जुन भाइलाई सबजनाले फलो गर्नु है साथीहरू है सबजनाले उहाँ एकदम भलिबल प्रेमी सपोर्ट गर्ने मान्छे ल साथीहरू सबजनाले फलो गर्नु होला अर्जुन भाइलाई कति बज्यो त्यहाँ तपाईँले दाइ यहाँ त 1 बज्न लाग्यो दिनको होइन गाह्रो छ कतै उजेलो छ कतै अँधेरो भयो यस्तै छ संसार होइन एकदम दाइ के जुसहरू हो कि होटेल रेस्टुरेन्ट हो क्या यो त स्मुदी बबल टी त्यहाँ पाइन्छ होला नि पाइन्छ त नि त्यही हो दाइ पाइन्छ नि त साथी अर्जुन भाइसित कहाँ सकिन्छ र अब उहाँ त सबै उताको अब मान्छे लिएर बस्ने मान्छे अब अर्जुन भाइले हामीलाई आएर हान्दिने यार अब अर्जुन भाइसँग खेलेपछि कहाँ सकिन्छ होइन दाइ हजुरसँग कहाँ सकिन्छ दाइ हजुर भनेको त होइन हाम्रो भ्युअर्स त हुन्छ नि गिफ्टर त अब आफूहरू नै आएर हुने त हो बाघ भनेको बाघ हो नि त फेरि गण्डकीको भागलाई कसैले पनि सक्दैन नि दाइ साथीहरू हाम्रो अर्जुन भाइलाई सबजनाले फलो गरौँ है हाम्रोमा यस्तो हुन्छ हाम्रोमा अब भ्युअर्स त हुन्छ धेरै गिफ्टर त अब आफू जस्तै अब बाहिर हुने एक दुईजना माया गर्ने बललाई यसो भलिबललाई माया गर्ने मान्छेहरूले हानिदिने एकदम अब भ्युअर्स चाहिँ हुन्छ नि त त्यसो गिफ्टर चाहिँ हुन्न अब नेपालकोसँग हुन्न खासै बाहिरको साथीभाइहरूले यसो माया गरेर हान्दै हुने हो थ्याङ्क यू अनिल थ्याङ्क यू सुशील दाइ थ्याङ्क यू सुन्दा सबैजनालाई भान्जा आएर यार यता दाजुलाई हानेर मामालाई हराउनु पर्छ नि यार यार भान्जा यार मैले हजुरको गेम पहिलादेखि हेर्थेँ नि त भाइ बुढो भइसक्यो अब अहिले होइन पहिल्यैबाट अनि हजुर खेल्न लागेको भाइहरूको माया र आशीर्वादले यस खेल्न सकिएन भनौँ थ्याङ्क यू अनिल दाइ थ्याङ्क यू यत्तेरिका थ्याङ्क यू मलाई खास भाइहरूले यार मामासँग खेल्न भनेर धोबी हान्न बोलाएको कि होइन दाइ होइन त्यस्तै या यसो हजुरसँग जोडिम भनेर दाइ ठिकै छ थ्याङ्क यू भाइलाई ठिकै छ भाइलाई आए पनि भाइले फेरि यतै दाइलाई हान्ने त पछि एकदम सबजनाले 100 हुन्छ सबजनाले हाम्रो अर्जुन भाइलाई फलो गर्नु है साथीहरू थ्याङ्क यू अनिल दाइ थ्याङ्क यू भन्छ कति घन्टा हुन्छ ड्युटी 10 घन्टा हो दाइ भन्छ अब 5 वर्षमा ट्याक्क अलि ढक्क भएर आउने हो भन्छ सँगै हो मामा भान्जा भान्जा मुसा खानु छैन यहाँ के हो अर्जुन दाइ रिप्ले एकदम ठिक छ भाइ ईश्वर भाइ के छ ईश्वर भाइ धन्यवाद हाम्रो भान्जा अनि अनिल दाइ सुशील दाइ सुन्दर ए यार भान्जा यार मामालाई यता आएर मामालाई हराउने हो कि यार दिपेन्द्र यार के यार उता हान्ने यार आफूलाई बोलाएर आफू मामासँग खेल्नु भनेर आफूले धोबी हान्न बोलाएको छ कि मलाई यार अरू के छ त दाइ गेम त घाटचुकमा त्यस्तो हिलोमा नि खेल्नु थियो घाचोकमा होइन उता लान्द्रुक ए लान्द्रुक घाचोकमा चाहिँ सिमटको गराउनु थियो अनि त्यहाँपछि लान्द्रुक गएको लान्द्रुकमा हिले पानी पर्थ्यो क्या ठ्याक्कै गेम खेल्ने बित्तिकै अनि हिलोमा खेलेको जेस अहिले लपक लुब्रुक पुरै होइन जेस अहिले सन्जु भनेपछि पुरै एक छापै खगेर होइन ठिकै छ भन्नु पर्यो अब भाइहरूको माया अब आशीर्वाद वेलकम
होइन दाइ मैले हेरिरहेको छु गेम हजुरको राम्रो छ धेरै राम्रो छ गेम यस अब अहिलेको भर्खर निस्केको केटाहरू अब 22-23 वर्षकोसँग खेल्न सकिन्छ त्यतिकै तिनीहरूको भन्दा स्टेमिना छ त्यही हो खुसीको कुरा हजुर दाइ एकदम एकदम के हार्ने बुढो भइयो हजुर स्याङ्जा होइन दाइ मेरो स्याङ्जा ठ्याक्कै पुतली बजार अहिले त उतै जानु होला है होइन अहिले म घर गएको थिएँ यहाँ फेरि सानो कामबाट पोखरा आयो भोलि बिहानै जान्छु फेरि मेरो त नजिकै पर्छ क्या पोखरा र हाम्रो 25 मिनटमा पुग्छु म त बाइकमा एकदम दाइ त्यही त नजिकै नजिकै छ त्यहीबाट यतैतिर पोखरातिरै हुन्छ धेरै जसो भयो नि ओके ओके ल दिपेन्द्र भाइ यार मामालाई हान्न पऱ्यो कि यार उता मामालाई सपोर्ट गर्ने मान्छे धेरै छन् उता सन्जु दाइलाई हालिदिनु पर्यो गलकुटमा कहिले फेरि गेम जुद्यो भने अलि झ्याउ हुन्छ यता फेरि गेमै गेम छ कि फेरि कहिले हो कुनवटा हो र आफ्नो भाइ हाम्रो त दुई हो क्या लच्छु अशोक ए मलाई बुद्धि माग्ने कुरा गर्दै थिएँ मिल्यो भने अब जाम्ला नि भनेको थियो त्यति बेला यता गेम छ कि सँगै जुत्यो यता बोलिसक्यो फेरि त्यही भएर भन्दै थिएँ भाइहरूले मलाई मेसेज गर्दै थियो लक्ष्मणले लच्छु अनि राजन अशोक पाण्डे हजुर हजुर यिनीहरू मिल्यो भने जाम्ला भाइ म सल्लाह गर्छु भन्थेँ कि लक्ष्मण भाइले सधैँ मेसेज गर्छ बिचरा मलाई यिनीहरूले दाजुभाइले मान्छन् कि मलाई एकदम हुन त पहिलेबाट देखेको भएर गलकोटतिर त पहिलेबाट जान्थेँ नि त म हट्टियामा हजुर भाइ एलेक्स खबर मैले पठाइदिएको दाइ सुन्दालाई पठाइदिएको ल थ्याङ्क यू सो मच भाइहरू म त हरिचौरमा त पहिला गलकोटमा त हामी त बागलुङबाटै एक दिन लाउँथ्यो जान पहिला त यार पहिला हजुर त घुम्टे मसा भन्नेलाई आउन थियो हजुर अमृत दाई त्यहाँ के अरे स्कुलमा त्यो बोर्डिङ स्कुलमा हुन्थ्यो माथि त्यहाँ अलि मुनिपट्टि जाँदा जाँदै कहिले बेलुका जाँदा फेरि गराउनु हुन्थ्यो बिहान उठ्दा फेरि कहिले पानी आएर त बर्खे बेलामा कि तिजमा गराउनै बगाइदिने त्यस्तो यस रमाइलो हुन्थ्यो तर अलिक डर लाग्थ्यो बाटो पहिला त यार अहिले त एकैछिन बुझिन्छ कि अहिले त धेरै राम्रो भयो नि पहिला त बागलुङबाटै उहाँ अनि जानै ठ्याक्कै उहाँ जाँदा फेरि रात पर्थ्यो बेलुका पहिला पर्खे बेला धेरै गइयो क्या हरिचौरमा हो हजुर के हो के क्लबबाट जानुहुन्थ्यो अनि के थियो क्या नाम हाम्रो कुमार पाहाडको कि कुमार पाहाड दाइले लिएर गएको क्या अनि एकचोटि दिपेश्वरले पहिला त धेरै जान्थेँ जान त म त्यता अनिल भण्डारी ए थ्याङ्क यू सो मच सबजनालाई अनिल दाई दाई मेरो दाई होला होइन अनिल भण्डारी लगभग एउटै एज होला सायद हो कि हजुर हजुर सुशील दाई त अब दाई हुनुहुन्छ होला पहिलाको मेरो फ्यानहरू धेरै छन् कि त्यता गलकोटतिर पहिला त युट्युब थिएन क्या अब जस पहिला देखिरहेको खेलिरहेको देखेर यस फ्यानहरू माया गर्ने मान्छे धेरै छन् त्यता पनि तर भलिबलमा नि गलकोटको मान्छेहरूले धेरै माया गर्नुहुन्छ भलिबल खेलाडीलाई गलकोटको मान्छेहरू जापानतिर भएर नि सबजना अब गलकोटले त हो जापानले हेर्दा नि धेरै सब पुरै सबै अन्तको जिल्लाकोहरूले नि चान्स पाएन के दियोस् एकदम जस त्यहाँको मान्छेहरूले भलिबल भने चाहिँ एकदम के माया गर्ने कि भलिबलको नि पालिकाको अब टिम गलकोटको राम्रो थियो कि अहिले चाहिँ अब केटाहरू चितर बितर भए सब विदेश गए सबै विदेश गए अब जान पनि पर्यो अब यहाँ बसेर खासै भलिबलमा उ छैन अब के गर्नु रवि भाइ फेरि आउँदैछन् भन्ने सुनेको थिएँ आउँदैछन् अनि हल्ला त सुनेको थियो कि अब दसैँमा आउने होला नि अब घर साह्रै यसो छुट्टीमा आउने त होला नि अब गइसकेपछि त गाह्रो छ अब हामी पनि जान पर्ने हो कि यो लेखेको कि नलेखेको यस्तै भयो हजुरलाई त्यही छ त किन टेन्सन रहनु हो के अरे अब खेल्ने बेलासँग त छ सबै कुराले पुग्छ अब पछिलाई अब अलि गाह्रो हुनसक्छ भन्ने कुरा खेल्ने बेलासँग आफ्नो गेम हुने बेलासँग चाहिँ यताउति सबै कुरामा केहीको कमी हुन्न दियोस् त्यो पुग्छ अब हजुर नि अस्ट्रेलियातिर गएर उतै बस्ने होला सबै त्यही त म त के कुरा त गर्दै थिएँ के अरे अब एकचोटि त निकै आत्तिएको बाहिर जान त्यति बेला भन अब अहिले फेरि खासै जान मनै लाग्दैन अब बिस्तारै उतै त सबै भलिबल खेलाडी जापान र अस्ट्रेलिया हुन्छ अहिले त सब जापान र अस्ट्रेलिया जापानमा थियो धेरै अहिले फेरि अस्ट्रेलियामा पनि त्यति भइसक्यो
सुन्दर मामाजी थ्याङ्क यू सो मच। ल है साथीहरू, हाम्रो अर्जुन भाइलाई सबजना फलो गरौँ है। उहाँ एकदम भलिबललाई माया गर्ने मान्छे, टिकटकमा पनि सबैलाई सपोर्ट गर्ने मान्छे। हाम्रो यहाँ दिपेन्द्र भाइ सबजना हुनुहुन्छ, यहाँ गलौट सबजना अनिल सुन्दर यिनी नि यही हो। ए सबै भाइ हो। गलकोट स्पोर्ट क्लब युएसए म्यारिल्यान्ड भन्ने हो। हजुर हजुर। हाम्रो यहाँ नदीपुरमा गेम ओनिएलमा खेल्ने भन्ने कुरो गरे भएन गेम। दिपेन्द्र भाइले ए हजुर हजुर, दिपेन्द्र भाइले यहाँ अनिल भनेर थ्याङ्क यू सो मच हजुरलाई नि, धेरै धेरै धन्यवाद। यहाँ दिपेन्द्र भान्जाले मामा सकिनु भयो भन्दै हुनुहुन्छ। एकदम होइन, मलाई भन्दा नि उता भाइलाई गर्न पर्यो नि, होइन भाइ भाइहरूलाई गरेको भाइहरूलाई हुन्छ। भाइहरूले गर्छ, हामीलाई त अरू त को हुने र भलिबललाई माया गर्ने मान्छेले हो कि हामीलाई गर्ने। अब अनिल भण्डारी चाहिँ गलकोट स्पोर्ट क्लबको चाहिँ संस्थापकै हो। ए हजुर हजुर। गलकोटको नि अब राम्रो राम्रो प्लेयर थिए के अरे, अब अहिले चाहिँ अहिले निस्किँदै अनि के छ त? हजुर अहिले निस्किँदै राम्रै छ नि त्यता पनि, राम्रो राम्रै निस्किन्छ प्लेयरहरू सबै। सन्जुले लाइभमा धेरै स्ट्रगल गरेको मान्छे एकदम एकदम दाइको गेम पहिला पिचमा खेलेर बिरामी भएर फेरि अघि बढेको मान्छे हो दाइ। मैले 3 वर्ष अनि फेरि यस्तो मेरो बोली अलि मिठो छैन, मन सफा छ, अलि प्यासेज बोलिदिने, अनि म फेरि डराउन भएको कुरा भनिदिने झ्याम्छु। कति मान्छेलाई त्यो मन पर्दैन फेरि। अब अहिले पो अब यताउति केही आयो भने अब युट्युब टिकटकबाट सबले देख्छन्, थाहा पाउँछन् यस्तो रहेछ भन्ने हुन्थ्यो। अब पहिला पहिला त ठुलो मान्छेले जे भन्दै त्यही हो नि, त्यस्तो गर्दा गर्दै नि नराम्रो बनायो जोस्।